नयाँ सरकारले गर्न खोजेका विधि सम्मत कामहरूमा सम्पूर्ण रूपमा हाम्रो साथ सहयोग रहन्छ। संविधान सम्मत काममा हाम्रो साथ सहयोग रहन्छ। सुशासनको वाचा गरेर आएको सरकार छ। सुशासन कायम गर्ने कुरामा हाम्रो सम्पूर्ण रूपमा साथ सहयोग रहन्छ। यो बेलामा मध्यपूर्वको तनावको कारणले गर्दाखेरि यति धेरै नागरिकहरूको आर्थिक जीवन अस्तव्यस्त हुने अवस्था बनेको छ। त्यसै पनि हाम्रो अर्थतन्त्र त्यसै पनि शिथिल भएको छ। मानिसहरू ब्याङ्कबाट लिएको ऋण तिर्न सकिरहेका छैन। ब्याङ्कमा मौजदात यति धेरै छ, ऋण प्रवाह हुन सकिरहेको छैन। यो बेलामा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने कुराको सन्दर्भमा पनि हाम्रो सरकारलाई साथ रहन्छ। हामीले बकायदा भनेका छौँ, हामी प्रदेश सरकारमा छौँ, स्थानीय सरकारमा छौँ, हामी एक प्रकारले सरकार पक्ष पनि हो। हामी अहिले भएको यी सबै कुराहरूमा सरकारसँग हामी मिलेर काम गर्न चाहन्छौँ। तर ताली एक हातले मात्र बज्दैन, ताली दुई हातले बज्छ। हामी मिलेर काम गर्ने भनेका भने छौँ। मिलेर काम गर्ने कुराको सन्दर्भमा अब हामीलाई मिलाएर लिएर जाने हो कि होइन, हामीलाई सँगसँगै हिँडेर जाने हो कि होइन भन्ने कुरा यो सरकारको कुरा हो। हामी हाम्रो ठाउँबाट हाम्रो आफ्नो जिम्मेवार प्रतिपक्षको भूमिका सही ढङ्गले निर्वाह गर्छौँ। जहाँ विधि सम्मत काम हुँदैन त्यहाँ हाम्रो प्रश्न रहन्छ। नागरिकहरूको पीर मर्काको विषय उठाउने कुरा हाम्रो जिम्मेवारीको कुरा रहन्छ। सङ्घमा हामी प्रतिपक्ष छौँ, प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ। तर प्रतिपक्षको अर्थ फेरि हाम्रो के होइन भने हामी सबै ठाउँमा टाङ अड्काउने कुरा, सबै ठाउँमा अप्ठ्यारो पार्ने कुरा, हामीबाट त्यो कुरा हुँदैन।